जाती यो बोट के को थाहा छ मर्निङ गाइज नेपालमा आज मेरो पहिलो बिहान झार जंगलतिर जाँदैछौँ हामी कहाँ बगैँचातिर लेकिन एक सेकेन्ड पक्रिनु पर्छ को केटाहरू अहिले पनि टोयलेट युज गर्दैन र बाहिर आएर टोयलेट गर्छ नि यही नहीं अभी और सुनिए हैन गाउँहरुमा त्यस्तै हुन्छ नि त के अरे बाँसघारी जाने जंगलभित्र जाने अनि पोखरीमा आफ्नो समझ रहे हो ना हैन अभी मजा आएगा ना भिडो तिनीलाई पक्रिनु पर्छ आज और क्या भेज और कोई काम है हम पे यार मेरो त बाटै सक्यो त यार पहिला हामी यहाँदेखि यसरी यहाँ गएर यसरी त्यहाँ यसरी निस्किनु पर्ने थियो ओके म चाहिँ आएको ऊ त्यहाँ परबाट हैन ऊ त्यहाँबाट यसरी बाटो हुने गर्थ्यो यहाँ चिल्लो हुने गर्थ्यो मान्छेले साइकल पनि कुदाउँथ्यो पहिला अहिले त खोइ त बाटै छैन त गाइज के गर्ने बैगन केही छैन हामी जाने खेतबाडीतिर यहाँ खेत छ हैन ऊ त्यहाँदेखि आली हुँदै जाने हो कमेंट कर मेरी वीडियो पे लाइक कर मेरी वीडियो पे साले हिलोमा माटोमा नहिँडेको 3 वर्ष भयो तो क्या नाचो मैं मलेसियामा कहाँ चिल्लो बाटोहरू हैन अनि अब यहाँको फिल त लिनु पर्यो नि त यो बोट के को हो थाहा छ तपाईहरुलाई यसलाई यहाँ हाम्रो मस्कला भनिन्छ हैन खेतबारीको आलीमा छेउछेउमा रोप्नु पर्ने हुन्छ यसरी भनेपछि के भनेपछि तपाईको धान नि फल्यो हैन अनि दाल पनि भयो केही डिस्टर्ब नि भएन हैन घाँस पनि काट्न पायो दाल पनि भयो धान पनि भयो त्यो आइडिया लाएर यसो रोप्ने गर्छ मलाई चाहिँ सबभन्दा बढी डर लागिरहेछ जुकाको दोस्तों अब मुश्किल लग रहा है यार नहीं बचूंगा जंगलतिर आएपछि खेतबाडीमा आएपछि त जुका त भइहाल्छ त्यो जुका हुन्छ नि पातलो यसो गर्दै आउँछ हो त्योसँग बडा डर लाग्छ मलाई कहाँ टाँसिदिन्छ कता छेडिदिन्छ थाहा हुन्न हैन यहाँ हेर्नु दालै दाल छ त्यो सब दालहरू हो मस्कलाको दाल त्यो हाम्रो स्कुल हामी त्यहाँ जाने हो पहिला हिँड्ने गरेको बाटोमा यस्तो जंगल देखेर के थाहा पायो भनेपछि जुन मैले अघि भनेको थिएँ को टोयलेट भित्र अझ पनि टोयलेट हैन बाहिरतिर जान्छन् भनेर यो चाहिँ सुधार भएर रहेछ ये बड़ी अच्छी बात कही आप किनकि त्यो मान्छेहरू नहिँड्ने कारणले जंगल बढेको हो हैन त्यो मान्छेहरू नहिँड्ने कारणले जंगल बढेको हो र ठिक छ राम्रो हो मान्छेहरू सुध्रिया छ सफा र स्वच्छ राख्नुपर्छ हैन टोयलेट युज गर्नुपर्छ हामी चाहिँ पुनः लाग्यौं हेर्न सक्नुहुन्छ खतरा रिस्की छ हौ आली जाने हो अस्ति त सब केटाहरू उठेर आएर यी स्कुलको यो यहाँ बगैँचा पनि छ सानो यी स्कुलको बगैँचामा केटाहरू भेला हुन्थ्यो रमाइलो गर्थ्यो ठुलो खान्थ्यो कुराकानी गर्थ्यो हैन अब अहिले पनि त्यो सिचुएसन छ कि छैन त्यो मलाई थाहा भएन तर म त आउने बित्तिकै त्यही पारामा हो नि त हैन अनि त्यही भएर आएको अब हेरौँ को साथीहरू भेट्ने होला या के थाहा कोही नभेटिकन सायद फर्किनु पर्छ होला स्कुलमा ताला लगाएको छ म चाहिँ जम्प हानेर छिरेको त्यसरी छिर्नु त हुँदैन तो सुधर जाओ सुन लो मेरी बात ठीक है थोड़े मैनर सीख लो एथिकेट सीख लो तमीज सीख लो और अपना काम धंधा ढूंढो कोई ठीक है ये क्या है यो मेरो स्कुल जहाँ म पढ्थे चट्ट म पढ्ने बेलामा यो थिएन यो थियो अनि यतातिर थियो काठको त्यो सब भाँचिसकेको छ अनि यिनीहरू चाहिँ सबै नयाँ बनाएको रहेछन् र यो पनि थिएन म पढ्दाखेरि
म यहाँ 7 कक्षासम्म पढेँ। पैसा बर्बाद बहन। स्कुलको पनि हालत यस्तो छ अहिले, पुरै जङ्गलै जङ्गल छ। यहाँ हेर्न सक्नुहुन्छ मेरो खुट्टा, यहाँ त कत्रो कत्रो जङ्गलहरू छ। खै अब यो मौसमले हो केले हो, तर गाउँ आएपछि त म जता त्यो जङ्गल मात्रै देख्छु, गाउँमा होइन। म जङ्गलमा आएको जस्तो लाग्छ। सचुतिया बात कुछ हो नहीं सकता। त्यसरी हल्ला गरी बस्छौँ, केटाहरू ड्याङ 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 हानेको छ, कोही टेबल हानेको छ, कोही ढोका हानेको छ होइन। यस्तै थियो गाउँले जिन्दगी। अहिले त पुरै जङ्गलै जङ्गल देख्छु। यस्तै छ गाइस गाउँले लाइफ। मलाई लाग्छ यो सायद पक्कै पनि हाम्रो सरहरूले सरस्वती मन्दिर बनाउँदै हुनुहुन्छ होला। हो त्यस्तै लाग्यो है मलाई, कन्फर्म चाहिँ छैन। म मेरो पछाडि देख्न सक्नुहुन्छ यो हाम्रो गाउँको एकदम पौराणिक रुख, बरको रुख कत्रो ठुलो विशाल हुन्छ, हेर्न सक्नुहुन्छ कस्तो ठुलो छ होइन। यो चाहिँ हाम्रो पिपल टन्नै छ, तर यहाँ पिपलको रुखहरू छ 1 2 3 4 5 6। एउटा चाहिँ बरको छ, अनि अर्को चाहिँ त्यो छुट्टै रुख हो, त्यो चाहिँ अझै विशाल छ। हाम्रो राजवंशीको महाराज थान हो पट्यापाडामा, जुन राजवंशी कल्चरमा महाराज बाबा भन्छौँ हामी, महाराज थान भन्छौँ हामी। यो हाम्रो कुल देवता जस्तै भनौँ न, ग्राम देवता भनौँ कि कुल देवता जस्तै हो हाम्रो महाराज थान हो। गएर ढोकिहाल्नु पर्यो। त्यो बिहे हुँदा पनि आशीर्वाद लिन आउनुपर्छ, चाहे जोसुकै होस्, पहाडे होस्, मधेसी होस् होइन, जोसुकै होस्। बिहे भयो भने तपाईँले आएर आशीर्वाद लिनुपर्ने हुन्छ। अनि त्यो राजवंशीमा चलन छ नि, आँपको बोटमा फेरा लिने हो। यो आँपको बोट पनि त्यही कारणले लगाइएको छ यहाँ। यस्तो छ हाम्रो गाउँ। र मैले जुन अघि विशाल रुख भन्दै थिएँ, यो विशाल रुख हो। यहाँ हेर्नुहोस् डेन्जर छ। नाम थाहा भएन मलाई यसको, तर म बच्चैदेखि हामीले भनेको यो रुखको नाम हो ढेब्रा गाछ। हामी ढेब्रा गाछ भन्छौँ यसलाई। बिस्तारै जमिरहेछ होइन, आन्टीहरू अङ्कलहरू भाइहरू बिस्तारै जम्दैछन्। अड्डा हो, नयाँ अड्डा हाम्रो। पहिला त्यहाँ स्कुल हुने गर्थ्यो अड्डा, अहिले यहाँ छ अड्डा। अब सबजना यही बेला हुने हो हामी। रमाइलो केटाहरू डाइस खेल्दैछन्। पाना 2 के काका फिनिस छुट्टीमा हो। अनि त्यही त सोधेको त बेटुला पैसा फिनिस थोरै बन्दैछ। म तपाईँको यो के अरे कता तपाईँ दुबई होइन कि साउदी? इटा खाली रहे यार लेबू पैसा तोरे लगा नहीं खेल्दिन हारिसक्यो। कोनो भी जे जवाब दैछ न उ जवाब दाइ गाडी बाप रे गाडी आइन त्यसो मत 3 लाख टका में खर्चा करे पड़ते जमीन से 12 लाख को पास करे में टेंशन है। अब अहिले पनि पुरा दसैँ रमझम छ, दसैँ सकिसक्यो र पनि छ अब जाने घरतिर। आजको ब्लग यति नै। अब अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ।